सबैजनालाई नमस्कार छ। शुभ बिहानी। अहिले कति बज्यो? झन्डै 6:30 बजेको छ। हामी 4 बजेदेखि झन्डै 2 घण्टा 30 मिनटको ठाडो उकालोपछि अहिले चाहिँ कालिन्चोकको भगवती मन्दिरको पनि यो हामी सबैभन्दा हाइटमा आइसकेका छौँ। मलाई एकदमै खुसी लागेको छ। पहिलो पटक हो मैले यसरी चारैतिर हिमाल देखेको। समय मिलेसम्म तपाईँहरू पनि आउनु होला। कालिन्चोकलाई नेपालको स्विजरल्यान्ड पनि भनिन्छ। म बिस्तारै तपाईँहरूलाई तिनी भिडियोहरू पनि कैद गरेर देखाउँछु। भर्खरै मात्र सनराइज पनि भएको छ, भाइले पनि देखाइदिनु। एकदमै मनमोहक दृश्य। जीवनमा मेरो पहिलो पटक हो यसरी चारैतिर हिउँ छ। हामी झन्डै हिमाल भन्दा पनि माथि छौँ कि जस्तो लाग्छ। यहाँ आइसकेपछि सबै आउनुपर्ने ठाउँ जस्तो लाग्यो मलाई। एकदमै रमाइलो भइरहेको छ। म अरू भिडियोहरू पनि अपडेट गर्नेछु। यति भन्दै अहिलेलाई भने बिदा हुन्छु। सर एकचोटि चाहिँ भिडियो चाहिँ देखाइदिनु भाइले। अनि मन्दिर चाहिँ माथि छ, मन्दिर खुलिसकेको छैन। मन्दिर एकछिनपछि खुल्छ होला। एकदम रमाइलो भइरहेको छ। यो कुकुर पनि हामीसँग कालिन्चोकबाटै झन्डै 2.5 घण्टा हिँडेर माथि टपमा आइपुगेको छ। अरू चाहिँ हामी अपडेट गर्नेछौँ। साह्रै रमाइलो।